तपाईँ र म है विश्वासी भएर पनि होइन अर्को राजा चाहियो, अब अर्को प्रभु चाहियो भन्दै जानु पर्दैन। हामी जो प्रभुलाई पाएका छौँ त्यसैमा हामी खुसी आनन्दित हुनुपर्छ। उहाँ नै राजाहरूका राजा, उहाँ नै प्रभुहरूका प्रभु हुनुहुन्छ। आमेन। र हामी जुन अवस्थामा छौँ, जुन घरमा छौँ, अब त्यसै घरमा आशिष ल्याउनको लागि हामीले प्रार्थना गर्ने, परिश्रम गर्ने, काम गर्ने, बुद्धि लाउने अनि के कुरा आफूलाई परमेश्वरले दान वरदान दिनुभएको छ त्यसलाई चलाउनु महत्त्वपूर्ण हुन्छ होइन। र जुन सेवा परमेश्वरले हामीलाई दिनुभएको छ त्यसैमा परमेश्वरलाई धन्यवाद दिएर अझ त्यसलाई उत्तम प्रकारले गर्ने हामीले कोसिस गर्नुपर्छ कि अब होइन यो त भएन अर्को खोज्ने भनेर होइन, त्यसैमा टेकेर हामी उत्तम काम गर्नको लागि परमेश्वरको ज्ञान, परमेश्वरको बुद्धिको खोजी गर्नु उचित हुन्छ। र न कि हामीले अरू खोज्दै हिँड्यो भने त्यहाँ बाधा, त्यहाँ समस्या, त्यहाँ असन्तुष्टि, त्यहाँ अप्ठ्यारोपन आइलाग्छ। र तसर्थ प्रियहरू म तपाईँहरूलाई के भन्न चाहनुहुन्छ भने त्यो वचन अनुसार हामी केही कुरा खोज्दैछौँ है। र अब अन्तिममा म एउटा सानो पहिलो राजाको यो खण्ड हामीले पढिसकेका छौँ। फेरि पहिलो शमूएल 8:11 पढेर म आजको वचनलाई शेष गर्न गइरहेको छु। पहिलो शमूएलको पुस्तक पहिलो शमूएल 8:11। पहिलो शमूएल 8:11 मा यसरी लेखेको छ कि तिनले भने तिमीहरूमाथि शासन गर्ने राजा यस्ता किसिमका हुनेछन्। उनले तिमीहरूका छोराछोरीलाई लिएर आफ्ना रथ घोडाचढीहरूसँग काम गर्न लाउनेछन् र तिनीहरूलाई आफ्ना रथहरूका अघि दौड्न लाउनेछन्। अब राजाहरूले त के गर्ने पहिले, अब अहिलेको जस्तै सवारी साधन थिएन, रथहरू घोडाहरूमा यात्रा गर्नुपर्ने, यताउता जानुपर्ने, अनि त्यो अवस्थामा तिम्रो छोराछोरीलाई उनीहरूले मिसयुज गर्नेछन् भनेर यहाँ शमूएलले भन्दै पनि होइन हामीलाई राजै चाहियो भनेर यी इजरायलीहरूले राजा मागेको अवस्था छ प्रियहरू है। तर हामी अब अहिले नेपाल देशमा छौँ। हामी यो देशको शासन सत्तालाई मानेर हामीले कसरी हाम्रो देशमा हामी विश्वासीहरूले आफ्नो विश्वासको गए कायम राखेर प्रभुको सेवा गर्न सक्छौँ, देशको सेवा गर्न सक्छौँ, देशको जनताको सेवा गर्न सक्छौँ भनेर हामीले सोच्नु पनि पर्छ। र तसर्थ आज म तपाईँहरूलाई यो उत्साह दिन चाहन्छु कि तपाईँ र म के गर्दैछौँ, अर्थात् तपाईँ र म कसरी प्रभुको सेवा गर्दैछौँ है। हामीले असल प्रकारले देशमा है सुशासन, असल प्रकारले काम कुरो हामीले आफ्नो तर्फबाट गरेका छौँ कि छैन, अर्थात् हाम्रो जिम्मेवारी जेसुकै होस् है हामीले गरिराखेको कुरा हामीले अब